चाहिँ हामी कहाँ घुम्न आएको छ र यो नगरकोट यसले चाहिँ मोहन पोखरी भन्छ क्या आज चाहिँ हामी ठ्याक्कै भक्तपुरको यो अहिले एकदम भाइरल भएको ठाउँ हो यो मोहन पोखरी यो चाहिँ ठ्याक्कै नगरकोटको मुनि छ नगरकोटको त्यो मुनि त्यो ठुलो झोलुङ्गे पुलको मुनिको छाँगा हो त्यही भएर कस्तो लाग्यो राम्रो स्विमिङ खेल्यो जाडो छ कि छैन कस्तो जाडो भयो जाडो भयो स्विमिङ पुलको जस्तो स्विमिङ पुलको मजा आयो कि यहाँ छुट्टै मजा आयो यहाँ छुट्टै यहाँ मजा छ भोलिपल्ट आउने हो फेरि आउने ल हामी चाहिँ ठ्याक्क आयो यहाँ चाहिँ कसरी आउन सकिन्छ भने ठ्याक्कै भक्तपुरको सूर्यविनायक हुँदै कमल विनायक हुँदै जुन तपाईँको नगरकोट जाने बाटोबाट आउनुभयो भने ठ्याक्क आइपुग्छ है त त्यहाँबाट अलिकति त्यो तेलकोट भन्दा अलिक तल त्यो छुट्टिने बाटो छ तल आइसकेपछि यो मोहन पोखरी भन्ने ठाउँमा आइपुग्छ है त ल हेर्दै गर्नु होला हामी चाहिँ मजाले इन्जोय गऱ्यौँ ल मजा आयो ल ल यहाँ चाहिँ बबाल छ है एकदम यो मोहन पोखरीमा ल मजा आउँदो रहेछ Ready, 1, 2, 3, 4, ल गाह्रो भएको कतिको मजा है स्विमिङ पुलमा मजा कि नेचुरल पुलमा यसमै मजा आयो पैसा तिर्नु भन्दा अस्तितिरै यहाँ आउनुपर्ने रहेछ नि है छोरो मजालु त्यहाँ कुनासम्म खेल्न प्रति त्यहाँबाट त्यहाँ कुनासम्म खेल्न ल यहाँ चाहिँ यस्तो बोबार रहेछ बुझौँ मजा आयो ल है प्रति यो चाहिँ अत्यन्तै अहिले एकदम चलेको एकदम रमाइलो ठाउँ हो यो मोहन पोखरी यो नगरकोट मुनि ट्याक्कै कमल विनायकबाट आउन सकिन्छ है ल भयो भयो ल
एकछिन डराएर हुन्छ त यस्तो डराएर हुन्छ त आमा छोराको हालत ल प्रत्येक यहाँ लु एक जम हान लु प्रत्येक एक जम हान अब चाहिँ ठ्याक्कै यो मोहन पोखरी भन्ने ठाउँमा आएको छौँ। यो मोहन पोखरी चाहिँ यस्तो ठाउँ हो जहाँ चाहिँ अहिले एकदमै राम्रो भाइरल भएको छ। यहाँ चाहिँ मान्छेहरू आउने नुहाउने स्विमिङ खेल्ने गर्दछ। यहाँ चाहिँ नेचुरल स्विमिङको लागि बहुत मजा आउने ठाउँ हो। यो चाहिँ ठ्याक्कै नगरकोटभन्दा मुनि हो, यो तेलकोटभन्दा मुनि। कमल विनायकबाट सिधा आउनुभयो भने खरीपाटी हुँदै तपाईँहरू आउनुभयो भने मजाले आइपुग्न सकिन्छ। एकदम राम्रो छ, भिडियोमा तपाईँहरूले देख्नु भएको छ। मजाले आउनु होला है, गजब छ, रमाइलो छ। जो ठाउँहरू चाहिँ बबाल छ है त, यस्तो बबाल छ, खोलाहरू यस्तो दामी छ। अनि यहाँ चाहिँ पार्क पनि रहेछ है, मजाले पिकनिक खान मिल्ने, यहाँ मजाले ग्यादरिङ गर्न मिल्ने मजाले पार्कहरू छ तलतिर नि। अनि त्यसै गरी मजाले जस ठाउँ चाहिँ बबालै छ, आउनु होला होइन।
अत्यन्तै राम्रो रहेछ। पहिला पहिला हामी आउँदा यस्तो थिएन, आज चाहिँ जे होस् राम्रो रहेछ। ल थ्याङ्क यू सो मच है त, सबैलाई आउनु होला भन्न चाहन्छु। ल हामी चाहिँ मजाले इन्जोय गऱ्यौँ है, तपाईँहरू पनि आउनु होला। भिडियो हेर्नु भयो होला, कस्तो लाग्यो के कस्तो लाग्यो आजको? राम्रो बवाल मजा आयो मोबाइल मजा आयो र ल है त, हामीलाई चाहिँ मजा आयो। तपाईँहरू पनि यसरी घुम्न आउनु होला है त। ल ल हाम्रो भिडियो हेर्दै गर्नु होला। ल बाँदर चाहिँ त्यहाँ मजाले घुमिरहेको छ। ल है नगर है, त्यहाँ लाग्छ त्यसले त। र जिस्काउनु हुँदैन है बाँदरलाई। ल हेलो बाँदर मङ्की, नजिस्क है बाबु। ल त्यही त रिस उठ्यो भने यसले त छोड्छ है। बाँदर आयो। ए बाँदर आयो रे। के रे नाम? तपाईँको नाम के? रुजानी तामाङ घिसिङ तामाङ। सुजनी तामाङ घिसिङ तामाङ। रुजानी तामाङ घिसिङ तामाङ। कतिमा पढ्नुहुन्छ? एलकेजीमा। एलकेजीमा। कति मिठो बोल्ने रहेछ सुजनी। नाना खोइ, दिदी खोइ? तल। हो र। ए ल ल राम्रोसँग घुम्नु ल। हस् भयो रमाइलो। किन रमाइलो भयो? स्विमिङ पनि खेल्यो, केही देखेन। किन? यस्तो धमिलो पानी, लेकको पानी छ चिसो, कामेर झन्डै मरिन म त। हो र? मजा चाहिँ कति आयो? धेरै। डर लागेन? किन? डर लाग्यो, अलिअलि डर लाग्यो त्यति हो। ल गजब लाग्यो है। के भन्नु, साथीहरूले आउनु भन्नुहुन्छ? हुन्छ आउनु होला है मेरो साथीहरू। ल हामी चाहिँ रमाइलो भयो, तपाईँहरूलाई फेरि पनि आउनु होला है। ओके ल ल हामी चाहिँ ल भयो है त। हामी चाहिँ यस्तै छ, मजाले खोलाहरू मजाले हेर्दैछ, मम्मीले चाहिँ खिच्दै हुनुहुन्छ। ल हामी चाहिँ ठिक छ नि त? ठिक छ। ल ल हामी चाहिँ लाग्यौँ है त अब। ल हाम्रो चाहिँ हाइकिङ सुरु भयो। छोरो चाहिँ हाइकिङ गर्दैछ। ल मम्मी चाहिँ सक्छ, किन नसक्नु? सक्छ, हिँड्नु न फटाफट लगाएर। सास आइसक्यो यति चढ्दै। ल ओ छोरो हाइकिङ गर्न सक्छ? बच्चाको खेल त हो नि। अब चाहिँ हामी तल जुन खोला चाहिँ तल रहेको छ, अघि हामीले देखाएको खोला चाहिँ, त्यहाँबाट माथि चाहिँ झोलुङ्गे पुल। म चाहिँ यस्तै हो छोरा। ल यस्तै छ। सक्छ मम्मी त्यहाँबाट। अयो ओहे गाह्रो ल ओहे आमा छोराको ल बिजोक। ल भिरको बाटो। ल सकेन? ल हाइकिङ भनेको यस्तो हुन्छ। ल अब हामी चाहिँ पुलमा प्रवेश गर्छौँ। जाउँ जाउँ। खिच्न तयारी हो नि।
ल म खै डर लाग्यो डर लाग्यो हौ प्रतीक होइन ल हामी चाहिँ ठ्याक्कै पुलमा आइपुग्यौँ है ल ल हामी चाहिँ पुल चाहिँ यो खालको छ ल ल कस्तो लाग्यो प्रतीक डर लाग्यो डर लागिरहेको छ तर डर लागिरहेको ए यस्तो के यार यस्तो त यसो दौडिनु पर्छ र ल लामो छोरो चाहिँ आउँदैछ डर लाग्यो यार यस्तो होइन नि हिँड्नु न ब्याक साइडबाट हिँड्न सक्दैन हालिदिनु त होइन नि ब्याक साइडबाट त को हिँड्न सक्छ त्यसरी त ल यस्तो बबाल छ मुनि चाहिँ यस्तो बबाल सिन देख्छ ल गाइजहरू ल जाने नि यो त्यहाँ ल के गर्नु के को डर लाग्ने होइन यहाँबाट यसो हेर्नुपर्छ ल ल हिँड किन डर लाग्छ र डर लाग्दैन ल अयो आमा छोरा चाहिँ अगाडि अगाडि छ हेर यस्तो राम्रो छ ल हेर्नु यो चाहिँ नगरकोटमा रहेको अत्यन्तै राम्रो सुन्दर होइन झोलुङ्गे पुल हो है राम्रो यो रानी झुला झोलुङ्गे पुल भन्छ है एकदम राम्रो छ है अत्यन्तै राम्रो छ यो चाहिँ अत्यन्तै राम्रो यो झोलुङ्गे पुल हो होइन यहाँ चाहिँ थुप्रै मान्छेहरू आउने गर्दछ यो चाहिँ नगरकोट जाने बाटोमा पर्छ नगरकोटमै भन्दा नि हुन्छ रानी झुला झोलुङ्गे पुल अत्यन्तै राम्रो छ है यस्तो बबाल छ आमा छोरा चाहिँ अगाडि छ यस्तो किन डराएको भयो उता धेरै उता त किन जानु ल किन डराएर हे त्यस्तो जाऊ डराएर हुन्छ अत्यन्तै राम्रो सुन्दर ल ल ओ ल भयो ल अब चाहिँ हामी भ्लगलाई इन गर्दैछौँ है छोरा राम्रो लाग्मा लाइक सेयर सब्सक्राइब गर्नु होला आउनु होला यो ठाउँ चाहिँ राम्रो छ रानी झुला के भन्छ झोलुङ्गे पुल र हामी चाहिँ मोहन पोखरी घुम्यौँ रानी झुला चाहिँ नजानु होला है जहिले हलिँदो रहेछ म झन्डै डरले मरेन हो डर पो लागेको रुको है मम्मी चाहिँ कस्तो लाग्यो मलाई नि डर लाग्यो हिँड्न ल हामी चाहिँ भ्लगलाई यहाँ इन गर्छौँ है त तपाईँलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला तपाईँहरू पनि मजाले समय मिलाएर घुम्न आउनु होला है त ल बाई बाई गर्नु छोरा बाई ल